हरिः ॐ श्रीपरमात्मने नमः। ॐ शं शनिश्चराय नमः। श्रीमद् भगवत गीता को चौथो अध्याय को 14औं श्लोक इस प्रकार छ। न मां कर्माणि लिम्पन्ते न मे कर्मफले स्पृहा इति मां योऽभिजानाते कर्मभिर्न स बध्यते। आहा, श्री कृष्ण भगवान यहाँनिर कर्म बन्धनमा कस्तो व्यक्ति पर्दैन, कस्ता मान्छेहरू कर्म बन्धनबाट प्रभावित हुँदैनन् भन्ने कुरा श्री कृष्ण भगवान बताउँदै हुनुहुन्छ। कर्म बन्धन एउटा मोक्ष प्राप्तिको, परमेश्वरको प्राप्तिको, श्री परमेश्वरको सामिप्यताबाट वञ्चित हुने एउटा ठूलो बाधक हो, समस्या हो। कर्म बन्धन, कर्मप्रति आसक्ति, काम्य कर्म, कामासक्ति। त यहाँनिर श्री कृष्ण भगवान अर्जुन अहिले कर्म बन्धनमा फसेको जस्तो श्री कृष्ण भगवानलाई लाग्दैछ। श्री कृष्ण भगवान हुन्, उहाँ अन्तर्यामी हुनुहुन्छ। उहाँले हरेक व्यक्तिको हरेक भावनालाई, हरेक सोचाइलाई सूक्ष्म तरिकाले बुझ्नु भएको हुन्छ। त यहाँनिर अर्जुन यस्तो अवस्थामा छ अहिले, त्यो कर्म, जुन कर्म ऊ गर्न गइरहेको छ, त्यो कर्मको फलप्रति उसको बहुत ही फरक बुझाइ छ। युद्ध गर्नु, आफन्तलाई मार्नु, यो कर्म आफैमा नराम्रो हो र यसको फल पनि नराम्रै हुन्छ भन्ने जस्ता खालका बुझाइ अर्जुनका आफ्ना हुन सक्दछन्। त्यही भएर श्री कृष्ण भगवान उसका हर शङ्का उपशङ्काहरूलाई मेटाउनको लागि आफू कस्तो छु, मैले के गर्छु र मैले गरेका जो कर्महरू छन्, जो कर्मफलप्रतिको स्पृहा छ, यो भगवानको यसमा कुनै पनि कति लेश मात्र पनि सूक्ष्म रूपले पनि त्यसमा मोह छैन भन्ने कुरा जुन व्यक्तिले जान्दछ, त्यो व्यक्ति पनि कर्म बन्धनबाट मुक्त हुन्छ। कर्मभिर्न न स बध्यते। त न मां कर्माणि लिम्पन्ति न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा। कर्म फलको प्रति जो आसक्ति, जो बहुत ही मोह जसको हुन्छ, त्यसको चाहिँ नि के हुन्छ भने कर्म र कर्मफल दुईटैमा चाहिँ नि आसक्ति हुन्छ। त श्री कृष्ण भगवान भन्दैछन्, ममा न त कर्मफलप्रति स्पृहा छ, स्पृहा भनेको लोभ, लालच, मोह, न कर्मप्रति नै कुनै चाहिँ नि लिम्पन्ति भनेको लिप्सा, त्यसप्रतिको मोह। इति माम यह अभिजानाति, इति माम मेरा बारेमा, यो भगवान यस्तो हो, यो श्री कृष्ण यस्ता हुन्, इन भनेर परमेश्वर यस्ता हुन् भनेर मेरा बारेमा जसले, माम यह भनेको जसले अभिजानाति, जान्दछ, बुझ्दछ, अनुभव गर्दछ, ठान्दछ, जानाति कर्मभि न स बध्यते, त्यो व्यक्ति पनि कर्म बन्धनमा बाँधिदैन। उदाहरणको लागि श्री सूर्यदेव
सदा हामीलाई प्रकाश दिनुहुन्छ, ताप दिनुहुन्छ। हाम्रो जीवन एकदम सरल, आनन्दमय, असल बनाइदिनु भएको छ। मानव उनमा अहङ्कारवश कर्तापनको भावनाले उहाँले मानव एकैछिन पनि यो सिस्टममा हल्का गडबडी ल्याइदियो भने हजुरहरू कल्पना गर्न सक्नुहुन्छ कति असर पर्न सक्छ। ठीक त्यसै प्रकार यो धरती माताले सूर्यको परिक्रमा गरिदिएन र हामीलाई रातको रातै दिनको दिनमै त्यस्तो अप्ठ्यारोमा पारिदियो भने कस्तो समस्या हुन सक्छ। त यी ईश्वरीय, यी दैवीय जो क्रियाकलापहरू छन्, यिनीहरू के छन् भने कामनाबाट मुक्त भएका छन्। न माम कर्माणि लिम्पन्ति न मे कर्म फले स्पृहा इति माम यह अभिजानाते कर्मभि न स बध्यते। श्री कृष्ण भगवानले आफ्ना भक्तका विशेष गुणलाई पनि यहाँनिर केन्द्र बनाएर बताउँदै हुनुहुन्छ। त्यस्तो व्यक्ति, त्यस्तो भक्त, त्यस्तो मुमुक्षी, त्यस्तो महान ऋषिमुनि या जो साधु छ, जसले मेरा बारेमा, मेरा दिव्य कर्मका बारेमा, मेरा दिव्य कर्म प्रति चाहिने जो लिम्पन्ती नभएको र कर्मको फल प्रतिको स्पृहा भगवान प्रति कहिल्यै पनि हुँदैन छैन भनी जो सत्मार्गमा हिँडेको भक्तले बुझ्दछ, उसलाई पनि कर्मले बाँध्दैन। अर्थात् कर्मको मोहबाट प्रभावित हुँदैन, अर्थात् ऊ मेरो भक्त हो भनेर श्री कृष्ण भगवानले यहाँनिर हामी सबैलाई बताउनु भएको छ। जय श्री कृष्ण।